वेदर चाहिँ आज एकदम राम्रो छ बाहिर न्यानो छ कि बारीमा मल हाल्नु पर्यो भनेर मल रेडी गर्दै थिएँ कि यहाँनिर माथि छ नि अघि नै चुबामेले छ नि गुड बनाइसकेछ है यो चुबामेले गुड बनायो भनेदेखि दिसा गरेर फोहोर गरेर बस्नै नहुने बनाउँछ भने जति भत्काए पनि बनाउँछ वाक्कै लगाइस अनि म चाहिँ यहाँ ल हेर्नुहोस् त मल हाल्न तयारी गर्दैछु है यो लसुन र प्याज छ नि यो पालि चाहिँ नि कस्तो नराम्रो भएछ के भएको यो हिउँ पर्दाखेरि पानी बढी भएको हिउँ परेकोले हो कि क्या हो यहाँ लसुन हेर्नु त कस्तो भएको छ त यो चाहिँ नि यो लसुन होइन पोहोर सालतिर चाहिँ अझै अलिकति गेङ्की हुन्थ्यो कि यसपालि चाहिँ नि के भएको हेर्नु न अलिकति गेङ्की छैन त्यही पनि अब अहिले मल हालिराख्यो भने चाहिँ गेङ्की आउँछ कि भनेर छ नि बलियो हुन्छ कि फेरि राम्रोसँग उम्रिन्छ कि भनेर म मल हाल्ने बेला छु अनि ऊ त्यहाँनिर यो अझै बाँकी छ सबै बलिसकेको छैन अनि यो चाहिँ प्याजको बिरुवा है ल हेर्नुहोस् त यो प्याजको बिरुवा अनि प्याजको बिरुवा पनि यसपालि चाहिँ त्यति साह्रो गेङ्की छैन क्या यहाँनिर यो सलजम घान्टेमुला है यो चाहिँ नि अब डुक्कु आउँछ यसमा होइन यहाँ त पलाउनु थालिसकेको छ यति राम्रो डुक्कु आउँछ कि यति बलियो डुक्कु आउँछ कि यस्तो मिठो हुन्छ अस्परागास भन्दा मिठो हुन्छ यही खानको लागि भए पनि मैले टन्नै रोपेर राख्छु क्या जाडोमा अनि यहाँनिर चाहिँ नि फालुङ्गो होरेन्सो छ है अनि यो चाहिँ नि जाडोभन्दा अगाडि नै रोपिराख्यो भनेदेखि अहिले चाहिँ ठुल्ठुलो भएर पलाउँछ है ल यस्तो छ हिउँ परेर सुकेपछिको बारीको हालत मैले यहाँ मल रेडी गरेको छु होइन रासायनिक मल चाहिँ राख्दिनँ होइन प्रायः सबै बोखासी हिरो भने युकी हिरो भने चाहिँ नि रसायनहरू नमिसाएको मलहरू के भन्छ अर्ग्यानिक भन्दा पनि के भन्छ कम्पोस्ट मलहरू जस्तोहरू मात्रै राख्छु होइन अनि यो लसुनमा चाहिँ मल राख्ने बेलामा चाहिँ नि यो जनवरी फेब्रुअरी भित्रमा चाहिँ राखिसक्नुपर्छ जापानमा होइन अनि त्यो पछि राख्यो भनेदेखि चाहिँ नि छुट्टै फुल फुलेर लसुन र प्याज चाहिँ नि फुल फुलेर चाहिँ नि त्यो राम्रोसँग चाहिँ के भन्छ लसुन पनि राम्रोसँग लाग्दैन प्याज पनि राम्रोसँग लाग्दैन भनिन्छ है म पनि मेरो सँगैको छिमेकीको बजुले सिकाइदिएकोले म त्यसरी राख्छु कि अनि यहाँ चाहिँ लसुन चाहिँ कोक्सान लसुन किन्दाखेरि एकदम महँगो पर्ने भएकोले मात्रै म रोप्ने हो होइन नत्र भए के अरे चाइनिज लसुन चाहिँ नि त्यति मैले किन ल्याएर मेरो बुढाले मन पराउनु हुन्न क्या किनेको अनि त्यसले गर्दाखेरि रोप्ने हो तर मलाई यति मात्रै छ लसुन धेरै छैन कि र एक वर्ष मजाले खान पुग्छ है अनि एकदम मिठो हुन्छ क्या कोक्सान लसुन चाहिँ नि ल अब म मल राख्थेँ है लसुनमा मात्र नभएर अब यो पालिको फर्स्ट मल म सबैतिर राख्छु है ल यस्तो छ हाम्रो बारीको अवस्था अब यो लसुन पलाउँछ कि पलाउँदैन है कस्तो हुन्छ म फेरि देखाउने छु है यहाँनिर चाहिँ हेर्नुहोस् त यो सानो मुनाहरू आएको छ कि यो चाहिँ नि ग्रिन पिसको मुनाहरू हो होइन यहाँनिर देखिन्छ यो चाहिँ नि ग्रिन पिसहरू होइन अनि यो चाहिँ नि जापानमा चाहिँ नि ग्रिन पिस भनेको के भन्छ सुनाप एन्डो अथवा ग्रिन पिस भनेको चाहिँ नि यो जाडो सुरुभन्दा अगाडि नै रोपेर यसरी यो के अरे भुसहरू राख्ने गरिन्छ होइन नोभेम्बर डिसेम्बरतिर नै आउनुपर्ने थियो होइन ढिलो भयो क्या मैले राख्नलाई होइन त्यही पनि यो उम्रिन चाहिँ उम्रेको छ ढिलो भयो भन्नाले ढिलै राखेको भनौँ न होइन अनि उम्रिन चाहिँ उम्रेको छ कि अब यसलाई पनि अब म मल राखिदिन्छु होइन अनि त्यसपछि अलिकति बढेपछि कति राम्ररी सबै आएको छ क्या चिसा पलाएको छ भन्नाले उम्रेको छ होइन अनि हामीले अर्ग्यानिक विषादी नराखेको चाहिँ मामे चाहिँ टन्न खान पाउँछ मैले पनि आफूलाई यो मामे गोहान पिज राइस बनाउनको लागि रोप्ने गर्थेँ भने महँगो पर्छ होइन अनि आफूलाई चाहिएको बेलामा चाहिँ किन्न पाइँदैन क्या होइन अनि किनभने महँगो पऱ्यो भने पनि ठिकै हुन्छ कि तर कहिले पाइन्छ कहिले पाइँदैन होइन अनि आफूले रोपिराख्यो भनेदेखि चाहिँ नि एकचोटि चाहिँ खान पाइन्छ क्या यो एकचोटि होइन 2-3 चोटि पुग्छ होइन अनि ल यस्तो छ जापानको गाउँले जीवन है।